म्याडी प्रहरी बन्नको लागि आवश्यक डकुमेन्टहरू तपाईँलाई के चाहिन्छ र फारम कहाँ पाइन्छ र फारम भरिसकेपछि कहाँ लगेर बुझाउनु पर्छ यसको बारेमा म तपाईँलाई सम्पूर्ण जानकारी दिन गइरहेको छु। यहाँ चाहिँ तपाईँसँग अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्र हुनुपर्छ र यदि तपाईँले पढ्नु भएको छ भने तपाईँले कति पढ्नु भएको छ त्यसको प्रमाणपत्र र तपाईँले पढ्नु भएको छैन भने तपाईँले त्यो लानु पर्दैन। पासपोर्ट साइजको फोटो 6वटा लानुहोला र तपाईँ फिजिकल रूपमा फिट हुनुहुन्छ भने मात्र फारम भर्नुहोला। यहाँ हाइट भनेको पुरुषको हकमा 5 फिट 2 इन्च र पुरुषको वेट 50 केजी हुनुपर्छ र महिलाको हाइट 5 फिट र वेट 42 केजी हुनुपर्छ। तपाईँले फारम भरिसक्नु भयो भने जिल्ला प्रहरी कार्यालयमा बुझाउनु पर्ने हुन्छ र फारम कहिले खुल्छ र फारम कसरी भर्ने भन्ने जानकारी तपाईँलाई हामीले विज्ञापन खुलेपछि हामीले दिने नै छौँ। त्यस कारणले गर्दा तपाईँ जब इन नेपाल युट्युब च्यानललाई तपाईँले सब्सक्राइब गर्नुहोला। यदि तपाईँ टिकटकबाट हेर्दै हुनुहुन्छ भने तपाईँले टिकटकलाई फलो गर्नुहोला।